हामी बलात्कारी होइन नि। पहिला त मन पराउने, मेरो बुढो भन्ने, फोन गर्ने, तनाव दिने, बिहा गरौँ भन्ने, अहिले आएर जबरजस्ती गराउने मुद्दा दर्ता गर्ने। म बिहा गर्दिनँ, पढ्ने मान्छे, क्याम्पस पढ्ने मान्छे, यसरी नगराउँ। दुइटैको भोलि भविष्य बर्बाद हुन्छ। बिहे भनेको सानोतिनो चिज होइन। सोचेर हामी बिहा गर्नुपर्छ भन्दाखेरि कहाँ हुन्छ। अब बिहे गर्नुपर्छ भनेर केटीले जबरजस्ती गराएर कहाँको मान्छे कहाँ पुगेर बिहे गरेर काठमाडौँ आइयो। लास्ट जबरजस्ती गराउने मुद्दा घोषणा गरे हेर्नुहोस्। महिला पीडित भयो भने सब नेपालले हेर्दो रहेछ। पुरुष पीडित भयो भने को नेपालले हेर्छ? कोही नेपालले हेर्छ? त्यो केटीलाई मानहानि मुद्दा दायर हुनु परेन? न्यायाधीशले कहाँ हेर्यो? आँखामा आँखा लगाएर जज गरे। 8 लाख रुपियाँ तिरेर म भर्खर निस्केँ। कलर गरे आयो त मैले निधारमा सिन्दुर हालेको फोटो छ क्या। 6 महिना सँगै बसे हेर्नुहोस्। यहीँ आएर काठमाडौँ बानेश्वर कोटा सहित लगेर बसे हेर्नुहोस्। महिलालाई त 52% कानुन कम भयो के। 100% कानुन दिनुपर्ने भयो क्या। तालिबान जस्तो कानुन ल्याउनु पर्यो क्या। महिलाले पुरुषको अनुहारै नहेर्ने कालो मार्क्स लाउनु पर्यो क्या। होइन भने हेर्नुहोस्, हेरेको बाफनमा हेर्नुहोस्। अहिले त कस्तो छ, जग भन्नलाई सजिलो छ क्या। यो राज्यले कस्तो कानुन ल्यायो। यो त कमाइ खाने भाँडो हेर्नुहोस्। गरी खाने एउटा महिलालाई अहिले किन नक्कली बिहा दर्ता गरेर विदेश जानु परेन क्या। अहिले को छ राम्रो केटाहरू, अलि सम्पत्तिवालो, अलि पुँजीपति केटा को छ, हेऱ्यो यस्तो नाम मात्रै थाहा पायो भयो। अनि गयो प्रहरीमा गयो, मलाई बलात्कार गर्यो, मलाई यस्तो गर्यो, रोयो कि अनि मुद्दा दर्ता गर्यो। अनि फलानु कहाँ छ, चिल्ली बिल्ली गरी समातेर ल्यायो। उसको ठेगाना के हो, कस्तो मान्छे हो, हाम्रो अनुसन्धान नै छैन। के गरी बस्या छ, कस्तो भयो, यसको अवस्था के छ बुझेकै छैन। त्यत्तिकै जबरजस्ती गराउने भन्छ। हातमा हत्करी मुखमा छ।